सर नमस्ते। खास बिहान ढिलो नुहाउनु भयो भने एउटा त खाना नुहाउनुभन्दा अगाडि नै भोक लाग्छ, त्यही भएर अलि चाँडै नुहाउनु पर्यो। दोस्रो कुरा चाहिँ बेलुका निद्रा लाग्यो भने चाहिँ केही समस्या भयो भने त्यसको कारणले लाग्दैन। यदि केही समस्या छैन भनेर ढुक्क हुनुहुन्छ भने चाहिँ केही उपायहरू भन्छु जसले चाहिँ निद्रा लगाउँछ है त। निद्रा लाग्ने उपायको बारेमा म श्लोकसहित व्याख्या गरिदिन्छु। के भन्छ भने अभ्यङ्गोत्सादनं स्नानं ग्राम्यानुपौदकारसाः शाल्यन्यं सदधिक्षीरं स्नेहो मद्यं मनः सुखं मनसोऽनुगुणागन्धा शब्दासंवाहनानि च चक्षुषोस्तर्पणं लेपः शिरसो वदनस्य च। के भन्छ भने अभ्यङ्ग गर्ने, शरीरमा अभ्यङ्ग गर्ने, नुहाउनुभन्दा अगाडि चाहिँ अभ्यङ्ग गर्नुहोस् दिनको। त्यसले पनि हुन्छ। उत्सादन भनेको छ, उत्सादन भने चाहिँ उद्वर्तन हो, खस्रो खालको मालिस गर्ने पाउडरहरूको। त्यो अब खासै सम्भव त हुन्छ तर गर्न चाहिँ हुन्छ। अनि दोस्रो स्नान, दैनिक स्नान गर्ने। ग्राम्यानुपौदकारसा, मासुको रस, चाहे त्यो घरमा पालिएको जनावर, चाहे पानीमा बसेको, चाहे जङ्गलमा पानी रहने ठाउँमा रहेको, त्यस्तो खालको मासुको रस खाने भन्छ। यदि मोटोपन छ, अरू रोग छ भने चाहिँ खानु भएन फेरि। अनि त्यसै गरी साली अन्न, साली अन्न 60 दिनमा पाक्ने खालको चामलको भात खाने, दही र भात खाने, दहीसँग चाहिँ त्यो भात, तर बेलुका चाहिँ दही खानु हुँदैन, बिहान चाहिँ खाने, दिउँसो खाने। त्यसै गरी क्षीरम, दुध, भैँसीको दुधले पनि निद्रा लगाउँछ विशेष गरी। स्नेह, चिल्लो पदार्थ, घिउ, तेलको प्रयोग पनि केही बढायो भने त्यसले पनि निद्रा लगाउन सक्छ। मध्यम मन सुखम, मध्य भने चाहिँ रक्सीको कुरा गरिएको छ, तर अब यसरी डेली रक्सी चाहिँ खानु भएन। कहिलेकाहीँ थकाइ बढी लागेको बेलामा चाहिँ मध्यको प्रयोग गर्ने भनेर आयुर्वेदले भनेको छ। मन सुखम, मनमा चाहिँ चिन्ता लिनु भएन, एकदम निष्पत्ति भएर सुत्नु पर्यो। त्यसै गरी मनसोऽनुगुणा गन्धा शब्द सम्भावना, मनलाई अनुकूल हुने खालको गन्ध बास्ना राख्ने कोठामा अथवा त्यस्तै खालको कुरा गर्ने, एकदम मिठो खालको कुरा गरेर, भगवानको कुरा गरेर, त्यस्तो खालको कुरा गरेर सुत्न सकिन्छ। अनि सम्भावना हल्का खालको कसैले मसाज गरिदिने, थोरै नरम हिसाबले मारिदिने जिउ, यसले पनि निद्रा राम्रो लगाउनलाई सहयोग गर्छ। त्यसै गरी चक्षुषोष तर्पणम, आँखामा तर्पण गर्ने भन्छ, आँखामा चाहिँ तर्पण गर्ने भनेको छ। त्यसै गरी लेप, शरीरमा लेप लगाउने। शिरसो वदनस्य, लेप चाहिँ टाउकोमा पनि लगाउने र शरीरमा पनि लगाउन सकिन्छ। त्यो गर्यो भने चाहिँ निद्रा चाहिँ राम्रो हुन्छ भनेर भनिएको छ। धन्यवाद।